हेर्नु न मेरो नाम निना नेपाली हो। तपाईँ चाहिँ कति वर्षको हुनुभयो? म चाहिँ 50 वर्षको पुगेँ। के भएर आउनु भएको यहाँ भनिदिनुहोस् त। मेरो बुढा रुखबाट खसेर ढाड भाँचिएको हो। घाउ 9वटा घाउ पुगैमा खुट्टामा अनि उसले सुसुन्दाले काटेर यत्रो घाउ बनाखा, यहाँ काटेर यत्रो घाउ बनाखा। यो यहाँ अप्रेसन गरेको खुट्टो पुरै टिपाइ टिप्दा छ। अनि गाँठामा घाउ छन्, गाँठामा घाउ छन्। मैले औषधि उपचार गर्ने पैसा नपाएर अनि म चन्दा उठाउने होइन, म बिरामी छु। डिप्रेसनको औषधि खान्छु, तनाव छ। अनि भीमसाउ लागेको छ। अनि भीमसाउले पनि झ्याङझ्याङ गरिरहन्छन्। बुढालाई औषधि गर्दाखेरि भीमसाउ लागेको। छोरी छ अपाङ्ग, 17 वर्ष छोरी हुन्छ। आफै मैले पेट हाल्छु, आफै मैले कपडा जोगिन्छु। मेरो बुढालाई रातभरि मैले उल्टो फर्काएको गर्नुपर्छ। 4वटा सिरनी हालेर सुताउँछु बुढालाई। 3 एक छाने कटेर छ, घामले पोलेर बुढालाई झन् घाउ आया। आङमा फकाउँदै फुट्दै रहन्। अनि सबै कुरा आफूले गर्नुपर्छ। म डिप्रेसनको औषधि खान लाग्यो 5 वर्ष भयो। सुगर छ, फोक्सो खराब छ मेरो। रातैभरि सुन्न सक्दैन, घाँटी च्याउ हुन्छ। चेटेमुलो सुन्न सक्दैन, पोल्टोमा यो सास बुझे जस्तो हुन्छ, चिसो अक्सिजन चाहिन्छ। अनि म पनि बिरामी छु, दबाईका यति दिन्छन् दबाईका। अहिले गाउँतिर सहयोग उठाउन जान्छु, कहीँ बुढालाई औषधि किन्ने पैसा हुन्छ भनेर हिँड्याम। टाउको दुखेर उल्टी आउला जस्तो भए त म डिप्रेसन भए मान्छे सोद्धा कति एक्लै बस्ने मन लाग्छ, एक्लै ढोकाउन मन लाग्छ। धेरै मान्छे बसेको ठाउँ बस्ने मन लाग्दैन, कोही साथ दिने मान्छे छैनन्। अनि अहिले मेरो जिन्दगी यस्तो के भयो होला भन्ने चिन्ता लाग्ने। एउटा कुरा 100 चोटि रातैभरि मनमा कुरा खेले हुन्छ। कहिले मेरो समस्या समाधान होला भन्छु अनि रोयारोइ गर्छु। कोही सम्झाउने मान्छे छैन, कोही छैन, केही साथ दिने मान्छे छैनन्। अनि यहाँबाट तादिने भेरी हस्पिटलको उहाँ नेपालगञ्ज 10 बिघामा लगे औषधि गर्ने पैसा नभएर 10 बिघाले फेरि भेरी हस्पिटल रिफर गरिदियो। त्यो रिफर गरेको मैले कागजपत्र पनि मैले राखेको छु। अनि उहाँ 10 बिघामा गए त पनि मैले सहयोग उठाएर भाडा बनाएर मैले बिरामीलाई घर ल्याएको काम। अनि आफू पहिला कजाइ कमाइ गर्थेँ, अहिले बिरामी भएँ, बुढाको सेवा गर्न पर्यो, छोरीको सेवा गर्न पर्यो। अनि कोहीले कहीँबाट आउने आर्थिक छैन। अनि 3 एक छाने कटोरो छ, त्यही पनि बेचिसके हो। अनि भीमसाउले झ्याङ्ने गर्छन्, रासन पानी खाना उधारो दिन्नन् कोहीले पनि। अनि अहिले मलाई कति गाह्रो छ। छोरीलाई के भएको छ? छोरी जन्मिने अपाङ्ग, दिमाग छैन, यता भने उता जान्छ, जिब्रो आउँदैन, रातैभरि गरी बसिरहन्छ। त्यो पनि बिरामी छ। छुई भयो भने पुरै खुन गन्न आएर कस्तो यो सिनो गन्न हुन्छ, यस्तै पेट अठाएको हुन्छ। पेट दुख्यो भन्न लाग्यो, धेरै यहाँ दुख्छ भन्छ, रोइ गर्छ। एउटा छोरी मात्रै हो? छोरी छ एउटा। अरू छोराछोरी छैनन्? अरू छन त छन्, आम्ना माइत बसेछन्। अनि म भनेको छोराहरू छन् कतिजना? मेरो छोराहरू छन् त छन्, आम्ना माइत बसेछन्, अर्कीबाट आउनु। अनि अहिले 3 जना परिवार छ, 3 जनाको परिवार छ। एउटा छोरी छ, 2 बुढाबुढी हामी छ। अनि मैले तादिने हो यहाँ त पत्रकार मिडिया खोज्छु भनेर कता घुमेँ, मैले भेटाएन। सबैले भन्नुभयो यसरी घुम्नुभन्दा पत्रकारलाई मिडियालाई बनाइदिए सहयोग पाउनुहुन्थ्यो। अनि औषधि उपचार पनि हुन्थ्यो, अनि लागेर हिंसा पनि तिर्नुहुन्थ्यो। कतिले भन्नुभयो, मैले अब पत्रकार मिडियालाई मैले कहीँ पनि भेटाउन सकेन। अनि अब धेरैजनाले अनि भिडियोमा मोबाइल हेर्ने व्यक्तिहरूले भन्नुभयो, गाउँमा हिँड्न त पनि यति ठाउँ यतिलाई यस्तो सहयोग भएको छ, यतिलाई यति सहयोग भएको छ भनेर अनि देखाउनु भयो। अनि मैले हेरेँ यस्तै, अनि भिडियो गराउने भने यसरी सहयोग गरिदिनुहुन्छ सबैले। अनि
भनेर भन्नुभयो। अनि मैले अब यस्तै खोजेँ, काहीँ पनि भेटाएन। गाउँतिर जानेमा गाउँमै गाममा कोहीले 100 दिनुभयो, कोहीले 50 दिनुभयो, कोहीले 20 रुपियाँ दिनुभयो। त्यस्तै गरी गरी यो भर्खर अस्ति बनाइ मागे, यो अस्ति बनाइ मागे। अनि कोहीले अहिले पनि सहयोग उठाउँछु भनेर हिँडेर काम भएर तिहार्ने यस्तै सिबरिस पनि राम्ररी खुलाएर बनाइदिनु आइनवटा मान्छे यस्तो बनाइदिनु भयो। अब कता जाने, के गर्ने? मान्छे घाममा भित्रबाट बाहिरै आउँदैनन्। पानी तिर्खाइले खर 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 बनाउँछ। हजुरहरू एकचोटि मेरो घर गएर मेरो घर हेरिदिएर मेरो बुढाको, मेरो छोरीको मेरो भिडियो गराइदिए भइदिनु पाएँ। केही न केही सहयोग पाउँथेँ होला मैले। अनि तपाईँको घर कुन ठाउँ? मेरो घर वडा नम्बर 10 घुस्रा। ए, यहीँ बस्नुहुन्छ? पहिला घर दैलेख? पहिला हाम्रो दैलेख माथल्ला डुम्सेरो मेरो घर। अनि उहाँबाट अब हामी यहाँ आयौँ। यहाँ आउँदाखेरि अब अलिअलि आधा जग्गा थियो, त्यही जग्गा पनि मैले बेचिसकेको छु औषधि उपचार गर्ने भनेर। ऋण लाग्यो बुढालाई, भक्ति अनि ढाड भाँचिँदाखेरि अनि औषधि उपचार गर्ने भने तलतिर माथि ऋण खुट्टा काहीँ पनि पाएन। मैले त्यही लगिसकेको जग्गामा पनि मैले अब त्यहीँ बसेको छु। बुढालाई त्यहीँ बसेको छु। यस्तो बिरामीलाई कहाँ लैजाने, कता लैजाने? कति समय भयो हजुरको बुढा बिरामी हुनुभएको? मेरो बुढा बिरामी हुनुभएको त भयो 6-7 वर्ष भयो। 6-7 वर्ष भयो। हजुर। अनि ल तपाईँलाई छोराहरूले हेरेनन्, तर छोराहरूले बुवालाई त हेर्न पर्ने नि। नै अब छोराहरू पनि अब छोराहरूको कतै कमै केही छैन, लेबरी काम गर्छन्। अनि अब कहिले कसो भएपछि 2-4 सय दिन्छन्, आफै पनि लेबरी काम गर्छन्। छोराहरूको कतै कमै भइदिनु पाए गर्दा त्यो दिन आफ्नो माइत बसेछन्। अनि मेरो गति केही पनि छैन। छोराहरू अब आफ्नो अब लेबरी काम गर्छन् दिनभरि। कहिले काम भएदिन काम गर्छन्, काम नभएदिन बसिन। खानै पुर्याउनु पनि तिनीहरूलाई गाह्रो छ, के भन्नु, खानै पुर्याउन सक्दैन। भनेको यो तपाईँले चाहिँ आर्थिक सहयोग गरिदिन पाए हुन्थ्यो भन्ने छ। हजुर, आर्थिक सहयोग भन्नाले पनि अब बिरामी राति घाउमा किरा पनि परेको थियो, अस्ति कपुराले। अब यहाँदेखि माथि त बोल्ने चालले कति राम्रो छ। बिरामीले भन्नुहुन्छ मलाई आर्थिक जुटाएर काहीँ मलाई औषधि गरे अझै म बाँच्नै थिएँ। अनि अझै आफ्नो श्रीमतीको आधार हुन्थेँ। छोरीको अवस्था यस्तो छ, म अनि त्यही भइदियो भने कहाँ जाने, के गर्ने भनेर भन्नुहुन्छ बुढाले। कति वर्षको हुनुहुन्छ हजुरको बुढा? अनि बुढा चाहिँ 52 वर्षको। धेरै मैले दुःख गर्न लाग्यो। हजुर, के गरौँ, बुढाको धेरै मैले बोलेपछि मेरो आँसु आउँछ। भोकभोकै पनि बसेँ, म नाङ्नाङै पनि बसेँ। अनि कति ठाउँ हस्पिटल गएर भोकभोकै पनि बसेँ, पैसा नभएर। यहाँबाट हस्पिटल गएर अब त पैसा नभएर गुरुवाले पनि मलाई किनेर दिन्थ्यो क्या, मेरो बुढालाई मलाई। हस्पिटल गएर सबै पैसा लगेर मासु ल्याउनु भयो, किनेर खानु भयो। मेरो एउटा छोरी म हेरेँ पैसा पनि नै, केही पनि अरूले खाए पनि उसले हेर्ने छोरी। कति दुःख पाएँ, कति यहीँ छेर्तियामा आएँ। छोरीको लाउने कपडा थिएन। छेर्तियाको नर्सले 2टा प्यान्टी, 2टा अलफिन, 2टा टी-सर्ट किनिदिनु भयो छोरीलाई। मलाई पनि यो लुगी पर ल्याएर एउटा बजीले दिनुभयो, यो टी-सर्ट, यो पटुका पर खानाले पटुका नमानेर सक्दैन, ढाड दुख्छ। अनि यो पिसाब बाटो पुरै रातो पानी बग्छ। मेरो पनि पाटो गर्भाउने समस्या छ। अनि खुन हालेर भाँडा पखाले पानी हुन्छ नि, त्यो रातो त्यस्तै पानी आउँछ। पानी बगेको हुन्छ, ढाड दुख्छ, पेट दुख्छ। अनि नसके कोसित भन्ने के गर्ने भनेर यो सिफारिस ल्याएर कोही सहयोग गरिदिन्छ कि भनेर म हिँडेँ। घामले ल्याद परेको छु, टाउको दुख्छ। अनि डिप्रेसन भए मान्छे बढी अलिकति सोच्यो नै कि डिप्रेसन बढ्छ। हेर्नुहोस्, मेरो मलाई भन्नुहुन्छ डाक्टर सुशीलले, तपाईँ अनि यति तनाव नलिनुहोस्, अझै तनाव लिनु भने तपाईँको डिप्रेसन सन्चो हुँदैन।
अब यस्तो बिरामीलाई मनोबल बढाउन पर्छ अनि भनेर भन्नुहुन्छ। त्यस्तो बिरामीलाई पनि म 2-3 चोटि कहाँ गएँ कहाँ बस्यो भन्ने मलाई थाहा भएन क्या। मेरो डिप्रेसन भयो हेर्नु। अनि त्यहाँबाट पछि यहाँबाट दैलेख गएँ हेर्नु 2 चोटि। मेरो दिमागै भएन, दैलेख गएँ। पछि यहाँबाट फेरि दैलेखबाट फेरि मेरो माइतीले ल्याइदिनु भयो। अनि फेरि यहाँ डाक्टर सुसुलले अनि औषधि दिनुभयो, खाएर अलि ठिक भएको थियो। अहिले फेरि अब किन्ने पैसा छैन। अनि यो डिप्रेसनको औषधि खान पनि नसा खिचिन्छन्। यो टाउको दुख्छ हेर्नु। त्यहाँबाट यो घाँटी बुझिए जस्तो हुन्छ। अनि सुगर छ मलाई, फोक्साको समस्या छ। घाँटी च्याउँछ, घाँटी बुझो लागे जस्तो हुन्छ। अनि त्यहाँ अब के गरौँ, काहीँ कहिले सहयोग गर्छन् कि भनेर यो गाउँतिर जान्छु भनेर ल्याएर सिगरेट ल्याएर आएँ। हुन्छ, यदि कसैले उहाँलाई चाहिँ सहयोग गर्न चाहनुभयो भने चाहिँ सहयोग गरिदिनु होला होइन। अब मान्छेले धर्म खोजेर अन्त जान पर्दैन होइन, तीर्थ जान पर्दैन भन्छन्। दुखी बिरामीलाई सहयोग गर्नु नै सबैभन्दा धर्म हो भन्ने हो। यदि कसैले चाहिँ सहयोग गर्न चाहनुभयो भने सम्पर्क गरिदिनु होला। हुन्छ, अहिले हस्, धन्यवाद।